हेलो एन्ड गुड मर्निङ एभ्री वान वेलकम टु माई ब्लग र आज चाहिँ डे 3 रहेको छ सुटिङको र मैले चाहिँ अघि हिजो के कुरा नोटिस गरेँ भने नि म यसरी क्यामेराको अगाडि भ्लगमा बोल्दै गर्दा चाहिँ मलाई एकदम रिसाइरहेको जस्तो देखिँदो रहेछ होइन। सो आजदेखि म त्यसलाई नि सुधार्ने कोसिस गर्छु। तर मेरो चाहिँ नेचुरलै यस्तो रिसाएको जस्तो अनुहार हुन्छ नरिसाए पनि होइन गाइस। र यो चाहिँ हाम्रो बाहिरको भ्यू भयो। यो चाहिँ कसको घर तपाईँहरूलाई थाहा छँदैछ होला। यसो हेर्दा कसको कमेन्ट गरिदिनु तपाईँहरूलाई थाहा छ भने। यो चाहिँ उहाँको पिसी हो र उहाँको नाम चाहिँ यो हो। र गाइज अब त्यही हो आजको म तपाईँहरूलाई बिटिएस सिन देखाउन कोसिस गर्छु। फुटबल होइन यहाँ आई रेस्पेक्ट किधर जाने का। र अब चाहिँ त्यही हो आजको के हुन्छ म तपाईँहरूलाई यो ब्लगमा देखाउनेछु है त गाइज। र गाइज एज यु क्यान सी हामी चाहिँ अब फेरि डे 3 को लागि सुटिङ लोकेसनतर्फ जाँदैछौँ। हेलो ब्रदर। यता हेर्नु न तपाईँ के छ कस्तो हो निन्द्रा पुग्यो आज तपाईँ मजा पुगिरहेको छ कि तर मौसमले चाहिँ धोका जस्तो लागिरहेको हो। हेलो म्याम। छ। यहाँ त स्ट्यान्ड रहेछ नि। हेलो म्याम हाउ आर यु फिलिङ टुडे। आज शीतल छ है हिजोको भन्दा। हेलो ब्रो। के छ ब्रो? ठिक छ यार के छ तिम्रो? ठिक छ यार ठिक छ सन्देश हो नि। तिमी के आकाशलाई मिस गरेको छैन यहाँ भन्न त यहाँ। कसैलाई मिस गरिदिनु म आफूलाई मिस गर्छु। ल आकाश सरलाई मिस गर्नु भएको छैन अरे हाम्रो ब्रोले। यसो गाउन न अब। पानी पनि पर्न थालिसक्यो अब हेरौँ के कति सुट गर्न सकिन्छ आज। हामी चाहिँ अब लागिसकेको छौँ कतातिर हामी हामी चाहिँ अब लागिसकेको छौँ हाम्रो सुटिङ लोकेसन हिजोकै ठाउँ होइन पिकनिक स्पटमा। र आज चाहिँ हाम्रो 4-5वटा सिन हिजो कम्प्लिट भएको थिएन र त्यसलाई आज चाहिँ सुटिङ कम्प्लिट होस् भन्ने मेरो एकदमै ठुलो चाहना छ। र सकिसकेपछि अब मस्तसँगले फेरि इक्जामको तयारी गर्ने हो घर गएर है गाइस। ल है त अब तपाईँहरूसँग फेरि सुटिङ गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ यस्तो दामी मौसम छ आज। तर सुटिङलाई चाहिँ केही हानि नहोस् है नत्र फेरि डे बढ्यो भने सकिँदैन कम्प्लिट गर्न र भिडियो नै ढिलो आउँछ। सो या सिनेरीहरू हेर्न सक्नुहुन्छ डे 3 को एकदम हिजो चाहिँ घाम लागेर खासै राम्रो देखिएको थिएन र आज चाहिँ कपाल देखिएको छ। गाइस हामी आइसकेको छौँ हाम्रो लोकेसनमा। मौसमले साथ दिँदैन आज मलाई थाहा भइसक्यो के छ। साथ नदिए पनि As you can see we are going to shoot now होइन। यहाँ भर्खर चियापान भएर अब चाहिँ हामी सबैजना सुटिङमा जाने आँटेको छौँ र दिवस भाइ मात्रै आइरहेछ आज मेरो ब्लगमा। र आज चाहिँ डे 3 रहेको छ र यहाँ पुरै क्रिएटिभ टिम क्रिएटिभ कन्टेन्ट क्रिएटरहरूसँग भेट भएको छ एकदमै खतरा। थ्याङ्क यू। जेरी दाई के छ खबर? हामी चाहिँ अब सुटिङ लोकेसनतर्फ हिजोको ठाउँ जाँदैछौँ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो दामी मौसम छ तर पानी चाहिँ पर्ला जस्तो होइन परि नै सक्यो भनौँ न। वाउ कस्तो एस्थेटिक टाइपको पुल। सरी यहाँ बसेर भ्लग बनाउँदैछु र साथसाथै पानी नि डह्रो परिरहेछ। तपाईँहरूलाई म कसरी देखाम पानी परेको पर्खिनु। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरू पानी परेको र म चाहिँ यहाँ छु। थोरै खुसी लाग्यो लेफ्ट जाँदा खुसी थोरै धेरै भयो थोरै राइट ल रोलिङ एन्ड एक्सन। ए भइहाल्छ नि मैले तिमीले फोटो खिच्नको लागि त आइफोन किनेको हो नि। वान मोर हेलो गाइज अब चाहिँ हाम्रो अर्को लोकेसनमा आइसकेको छौँ र तपाईँहरू देख्न सक्नुहुन्छ यो हिजोकै लोकेसन हो हिजो सुट गरेकै ठाउँको। र अब पानी चाहिँ यहाँ हेर्नु कति धेरै पर्दैछ यहाँ तपाईँलाई टप 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 चुएको पनि देखाइदिन्छ। यस्तो पानीमा नि हामी हार्डवर्क गरेर यस्तो भिडियो बनाउँदैछौँ। तपाईँहरू सबैजनाले सक्दो माया गर्नु होला है त। यहाँ हाम्रो जेरी सरको युट्युब च्यानलमा यस्तो बबाल तरिकाले मिहिनेत गरेको छौँ नि तपाईँहरूले त्यसको रिजल्ट चाँडै नै हेर्न पाउनुहुन्छ। र इट्स रियली फन टु डु सुटिङ होइन। एकदमै राम्रोसँग भइरहेछ हाम्रो सुट र अब चाँडै नै 1 हप्तादेखि 10 दिनभित्र यो भिडियो झर्छ र हाम्रो जेरी सरहरू पनि आउनुहुँदैछ। त्यही हो हाम्रो म्यामहरू यहीँ हुनुहुन्छ। दे आर अल्सो भेरी हार्ड वर्किङ। सबैजना मेहनती छन् हाम्रो प्रोडक्सनको।
र गाइज अहिले चाहिँ हामी फेरि पानी परेर सुट रोकेर जाँदैछौँ बस्न ला 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 जेरी सर हेलो गाइज र हाम्रो चाहिँ अहिले के हुँदैछ भने यहाँ स्क्रिप्ट रिडिङ हुँदैछ दुईजना एक्ट्रेस बिचको र हामी चाहिँ पानी परेर अहिले यहाँ बसिरहेको छौँ त्यो कट गरिदिन्छु त्यो होइन अहिले चाहिँ हामी यहाँ सुटिङ गर्नका लागि पानी रहोस् भन्ने चाहनाका साथ यहाँ बसिरहेका छौँ र यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू कति मिहिनेत गरिरहेका छन् हाम्रो एक्ट्रेसहरूले र अहिले चाहिँ फेरि हामी ब्याक टु द सुट है पानी अलिअलि रोकिएपछि हामी फेरि सुट गर्न गयौँ यो चाहिँ डे 3 हो र तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो हार्डवर्क हातै खाली छैन सबभन्दा धेरै मेहनत चाहिँ जेरी सरले गर्नुभएको छ है गाइज यतिको डाइरेक्टर नेपालको सिनेमा क्षेत्रमा पायो भने नेपालले अस्कर त जित्छ झन् इतिहासमा पनि नाम बनाउने सम्भावना रहेको छ वेलकम ब्याक गाइज वेलकम ब्याक र अहिले चाहिँ हाम्रो फेरि सुट सुरु भइसकेको छ र आज चाहिँ डे 3 हो र मौसम यस्तो छ कालो बादल छाइसकेको छ र यो चाहिँ कुन ठाउँ भन्नुहुन्छ भने तालतलैया हो एकदम दामी ठाउँ रहेछ म यो साइड चाहिँ आएको थिइनँ क्या तालतलैयाभित्र चाहिँ धेरै छिरेको थिएँ तर यो साइडतिर चाहिँ आएको छैन र आज एकदम एक्सप्लोर गर्न पाउँदा हिजोदेखि एकदम एक्सप्लोर गरेको छु त्यही भएर एकदम बबाल रहेछ यो ठाउँ तपाईँहरू पनि आउन सक्नुहुन्छ पिकनिक खान वाउ क्या दामी मौसम पनि दामी छ तर हल्का सुटिङलाई चाहिँ डिस्टर्ब गरिरहेछ है त गाइज अब यस्तै नै हो है र मेरो भ्लगहरू पनि शुक्रबार आउने गर्छ र यदि तपाईँहरूलाई मेरो भ्लगहरू मन पर्यो भने लाइक सेयर सब्सक्राइब पक्कै पनि गरिदिनु होला है त्यो गरिदिनु भने चाहिँ के हुन्छ भने नि मलाई एकदम मोटिभेट हुन्छ क्या ए मैले गरेको काम राम्रो रहेछ अझै गर्नुपर्छ है र साथीहरू यहाँ यति मिहिनेत गरेर हामी भिडियो बनाउँछौँ पक्कै पनि तपाईँहरूलाई मनपर्ने छ र प्लिज सपोर्ट गरिदिनु होला है त र बिहाइन्ड द सिन अझै हेर्दैन होला आजको चाहिँ तपाईँहरूलाई अन्तिम हो हाम्रो अब लगभग 2-3 सिन बाँकी छ है त र गाइस तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँ फुच्चे भाइहरू पनि हाम्रो सुटिङको ठ्याक्क छेउतिर यहाँ खेल्दैछ के भन्दा पौडी तर सानोमा म पनि खेल्थेँ यसरी नै तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ मेरो ब्याग भिजेर पनि पुरै पानी जम्मा भइसकेको छ यस्तो पानीमा नि म भिडियो बनाउँदैछु र उहाँ चाहिँ हाम्रो क्र्यु हुनुहुन्छ र मेरो हालत चाहिँ कस्तो छ भने यस्तो छ यति मेहनत यति दुःख गरेर भिडियो बनाउँदैछौँ जेरी सर के भन्न चाहनुहुन्छ जनता जान्न चाहन्छ जनता गाह्रो छ जेरी प्रोडक्सनको हालत त्यस्तो हेलो गाइज र अहिले चाहिँ फेरि पनि हामीलाई पानीले खेदायो कतिचोटि 1 2 3 ताल हामी सुटिङ लोकेसनमा गएर फेरि फर्किसक्यौँ र यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो हालत क्यान्डल बालेर यहाँ आगो ताप्दैछ कस्तो नबुझेको जेरी सर क्यान आई इन्टरभ्यू यु अहिले नगरे म दिमाग खराब भइरहेको छु गरौँ न हेलो गाइज र तपाईँहरूले मेरो अनुहार चाहिँ क्लियर हेर्न सक्नुहुन्न र हाम्रो चाहिँ आजको लागि प्याकअप भएको छ सुट चाहिँ कम्प्लिट भएन है अब फेरि भोलि एक दिन लम्बेको छ र गाइज फेरि अब चाहिँ यही भिडियोमा डे 3 मै म तपाईँहरूलाई त्यो डे 4 को पनि सुटहरू देखाउने दिन्छु र त्यही अब चाहिँ हामी घर फर्किने आँटेको हो र भोलि बिहान भेटौँ है त साथी हो बाई गाइज वेलकम टु डे 4 ब्लग अफ बिहाइन्ड द सिन्स है आज नि हामी सुटको लागि अब जाने आँटिसकेको छौँ हेलो बोजू र अब चाहिँ फेरि पनि थाकिसक्यो हेलो सर थाहा छैन तर हेलो म्याम लोडिङ हुँदैछ क्या हल्का हेलो के छ आजको प्लान छ आजको थाहा छैन मलाई के छ सुत्ने प्लान छ सबैजना वेलकम ब्याक गाइज अहिले चाहिँ हामी सुटको लागि जाँदैछौँ है डे 4 हो आज चाहिँ तर यो भ्लग चाहिँ डे 3 र डे 4 को एकैचोटि हाल्छु म आज सबैजना के हो सबैजना थकि त खोइ जेरी दाइ र गाइज 2 दिनको सुट 4 दिन भयो घाम लागिरहेछ एकदम गर्मी हुन्छ जस्तो छ आज हाम्रो जेरी दाइ आउनु हुँदैछ जेरी दाइ फोकी चाहिँ हो अहिले चाहिँ हामी तिरुपतिको लागि जाँदैछौँ आज अन्तिम सुट हो हिजो पनि अन्तिम भन्दै थियो तर हिजो चाहिँ के भयो भने पानीको कारणले चाहिँ हाम्रो सुट बिग्रियो र त्यही भएर फेरि आज रिटेक दिनको लागि हामी जाँदैछौँ
हाम्रो सिरिज ब्रोदरले यहाँ हाप्नुहुँदैछ स्कुटर चाहिँ यो चाहिँ हाम्रो तराराको भ्यूहरू है गाइस यो त आजको मौसमले चाहिँ साथ दिन्छ तर धेरै गर्मी हुन्छ जस्तो लाग्यो मलाई चाहिँ भयो नि ठिकै छ जिउ सुट सक्यो अनि त्यस पछाडि भिडियो लगभग आउँछ होला 1-2 हप्तापछि र त्यो भिडियो आएपछि मात्रै म चाहिँ भ्लग हाल्नेछु है त गाइस गाइज हामी चाहिँ आइसकेको छौँ हाम्रो सुटिङ स्पटतिर र साथीहरू आउनु हुँदैछ आइसकेपछि हाम्रो सुटिङ कन्टिन्यू हुन्छ र आज चाहिँ चौथो दिन आज चाहिँ 100% कम्प्लिट गर्ने नै छौँ है त गाइज कि कसो ब्रदर हो कि आज कम्प्लिट हुन्छ कि हुँदैन हुन्छ आज गर्ने हो नभए भने जस्तै गर्ने यस ल है त गाइज अब हामी साथीहरू पर्खिन्छौँ एकछिन एज यु क्यान सी गाइज वी आर गोइङ टु सुट नाउ है र सबैजना तयारी गर्नै हुँदैछ र अब चाहिँ हाम्रो सुट हुनेछ र त्यस पछाडि त्यही हो सुट के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउँछु नो गर्ल्स ओन्ली बोय यतिको मेहनत गर्ने आर्टिस्ट र डाइरेक्टर चाहिँ जेरी लिम्बू प्रोडक्सनमा मात्रै पाउनुहुन्छ तपाईँहरूले यहाँ हेर्नु आर्टिस्टहरू एकदम सिरियसका साथ एक्टिङ गर्नुहुन्छ होइन र हाम्रो म्यामहरूलाई त चिन्दै नै हुन्छ होला उहाँ टिकटकको त फेमस कन्टेन्ट क्रिएटर उहाँ पनि एकदम फेमस हुनुहुन्छ अब हाम्रो चिजित ब्रो हाम्रो जेरी लिम्बू हाम्रो दिवस आचार्य इन द हाउस तिम्रो होटेलको नाम भन्न त होइन अर्को हो ठुलो होटेल हाम्रो सुटिङ लोकेसन हिजोको तर्फ जाँदैछौँ हिजो चाहिँ के भयो भने नि त्यो पानी परेको थियो नि त त्यही भएर सबै सिनहरू बिग्रेछ होइन अनि त्यो सिनहरू चाहिँ के भयो भने गई भेष पानीमैवाला भयो क्या फेरि त्यही सुटहरू रिटेक गर्नको लागि हामी आउँदैछौँ लो गाइज र अहिले पनि हाम्रो सुटिङ जारी नै छ है सो हाम्रो मेहनती टिम यहाँ हुनुहुन्छ तपाईँहरूले भिडियो हेरेर प्रतिक्रिया सबैले दिनुहोला र इट्स मी एन्ड आज चाहिँ मेरो एउटा टाउको दुख्दैछ अब चाहिँ म के गर्छु भने अब तपाईँहरूसँग एकछिनमा भेट्छु है त र गाइज अब चाहिँ हाम्रो खाजा खाने बेला आयो र त्यस पछाडि हामी चाहिँ अब खाजा खान जाँदैछौँ त्यस पछाडि हामी फेरि सुटमा रिटर्न हुने नै छौँ र गाइज यता कस्तो दामी भ्यू छ गाइज अब चाहिँ हामी खाजा खाने आँटेको छौँ है कस्तो गर्मी छ यार हातै काम्दैछ मेरो र गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो दुःखका साथ मेहनत गरेर चाउमिन खाँदैछौँ कति अहिले 1 बज्नै आँटिसक्यो सेको आउँदैछ सबै थोक आउँदैछ तर म चाहिँ केही खाँदिनँ गाइज आइ एम भेजिटेरियन ब्याक टु द सुटिङ स्पट है फेरि हामी खाजा खाएर चाहिँ अब सुटिङतर्फ जाँदैछौँ घाम गयो भर्खरै अब सुट गर्ने हो मस्तसँगले गाइज यो चाहिँ लास्ट सिन जस्तो लाग्यो मलाई अब हाम्रो इन्ड हुने आँटिसक्यो डे 4 को सो या स्टे ट्युनहरू हाम्रो चाहिँ यो लास्ट सिन हुँदैछ लास्ट सिन हुँदैछ जस्तो लाग्यो मलाई चाहिँ अब ओके होइन चाहिँ थाहा भएन र मौसमले नि साथ दियो आज गाइज हाम्रो चाहिँ अब लगभग लास्ट सिन कम्प्लिट हुन आँटेको छ र उहाँ जेरी प्रोडक्सनको हालत यस्तो छ मेरो हालत थाकेर त पुरै मेरो जिउै चल्न छोडिसक्यो हाम्रो म्यामको के छ यहाँ लास्टै टायर्ड भयो यार 2 दिनको सुटलाई 4 दिन लम्बियो हिजो चाहिँ मौसमको कारणले गर्दा हो सो केही छैन अब राम्रो यत्रो मेहनत गरेको छ भिडियो त चल्छ होला भन्ने आश छ र गाइस तपाईँहरू सबैजनाले भिडियो हेरिदिनु होला मन पराइदिनु होला होइन हाम्रो मेहनतको तपाईँहरूले मूल्याङ्कन गरिदिनु होला त्यही हो अब यस्तै हो मेरो ब्लग चाहिँ तत्कालको लागि पछि अलिक राम्रो हुँदै जान्छ होइन तपाईँहरूलाई म त्यो चाहिँ अहिले नै भन्न चाहन्छु रुपेश त भेस्ट रिटर्न यो पनि भइसक्यो बसको पनि भइसक्यो जहाँसम्म लाग्यो
अनि पिकनिक स्पटमा ल स्टुडेन्ट यो भयो त्यसपछि चुरोट खाएको सिपीले पनि भयो खोइ त कराउनु भएको Done. फाइनली गाइज हाम्रो चाहिँ प्याकअप भयो बल्ल बल्ल छैन है? कति दिनपछि 3 दिन चुरोट छैन है मसँग? लगभग चुरोट छैन 14 घन्टापछि हाम्रो बल्ल प्याकअप भयो 4 दिनमा है र यो भिडियो चाहिँ अब चाँडै कहिले आउँछ अरे सर यो भिडियो यो भन्नु भिडियो अब एडिट गर्नुपर्छ लगभग तलब मिलाउनु पर्छ अनि आउँछ भन्न कहिलेसम्म आउँछ यो भिडियो यो अर्को हप्तासम्म नत्र ब्रान्डले मलाई हुन्छ ल यो भिडियो चाहिँ म चाहिँ कहिले हाल्छु भने भिडियो आएपछि मात्रै हाल्छु होइन जेलिमको च्यानलमा ल गाइज थ्याङ्क यू फर वाचिङ टिन द एन्ड अनि हाम्रो जेनिसा म्यामसँग भेटेर एकदम धेरै खुसी लागेको छ हाम्रो बिन्ता म्यामसँग पनि एकदम खुसी लागेको छ र म त आफूमा खुसी भइहालेँ र गाइज यति भन्दै मेरो भ्लग चाहिँ आजको लागि यहीँ इन्ड गर्न चाहन्छु भनिदिनुहोस् न थ्याङ्क यू जेनिसा म्याम भिडियोको लागि कहिले पनि बिर्सिँदैन भिडियो तपाईँहरूको लागि यस त्यही भएर डु सब्सक्राइब दिस च्यानल गाइस थ्याङ्क यू यस भेरी स्वीट हो यस अनि त्यही हो आजको लागि यति नै हो हजुरहरूको दिन एकदम धेरै शुभ होस् टेक केयर एभ्री वान एन्ड बाई थ्याङ्क यू फर वाचिङ टिन द एन्ड बाई भनिदिनु त